के लिएर आउनुभयो यो गोटी र के लिएर आउनुभएको खर्च के छ गोठमा के नाम हो हजुरको आमा के नाम हो हजुरको थकाइ लाग्छ हामी सुन्दा पुगेर आएको मेरो नाम हजुर जानमैया जन्मया जन्मया के हो बुढा हो ए बुढा कहाँ कति टाढा छ गोठ गोठ यही हो नि उही माथि हो भेडा छ है त्यहाँ त ए साँझ साँझ त्यही बस्नुहुन्छ त्यो ज्वरो आएर त हैरान कसलाई बस्दै आउँदै कसलाई हजुर ज्वरो आछ औषधि खानुहुन्छ लाउनु औषधि छ मसँग लाउनु यो ज्वरोको औषधि हो त्यो छोराको लग्न लाग्ने त्यो उसले त्यो रक्तमासीले हैरान बनाएको छ नि रक्तमासी भएछ ओहो रात बुढी गएको रगत आउँछ दिशाबाट सकारै आएको त्यो बस्दै आउँदै गरी हो र औषधि गर्नु भएन औषधि खाएको छैन त हो र किन नखानु भएको औषधि त्यो नखाएर आयो त किन त्यो अस्पताल जाने पनि त्यो ढिलो हुन्छ कहाँ जानुपर्छ अस्पताल यहाँदेखि हजुरको अस्पताल कति टाढा छ अस्पताल टाढा छ नि स्कुलको छेउ यहीँ वडा कार्यालय र त्यहाँ देख्नुपर्छ त्यो स्कुल त्यही यो औषधि यहाँ उ भइसकेको छ फुटेर क्या हजुरले खानुहुन्छ यो ज्वरो आएको बेलामा खानु है खाना खाएपछि मात्र खानु खाना खाएपछि मात्र खानु ज्वरो आएपछि खानु है ज्वरो आएको बेलामा मात्र खानु नभए नखानु है ल खाना खाएपछि है खाली पेट नखानु है एउटा मात्रै खाने खाना दिनमा 3 टाइम भन्दा बढी नखानु है ए 1 टाइम मात्रै खानु खाना खाएपछि खाना खाली पेटमा नखानु है ओहो केही छैन खानेकुरा नि मसँग सबै गइसक्यो तल खाना खाएर आउनुभएको तलबाट नै पानी खान्न मैले खाएँ तल है ओहो खाना खाएपछि खानु होला खाना पकाएर खानुहुन्छ त्यहाँ मासुहरू खानुहुन्न ल ल राम्रोसँग जानु बिस्तारै है ओहो यति दुःख रहेछ यहाँ यहीँ छन् मेरो साथीहरू गइसक्यो कि यहीँ बसिरहेछन् हो ए ल ल ल ए ल हुन्छ हामी ल गएँ है ल नमस्ते नमस्ते बाबा